हेलो गाइज, यो चाहिँ क्योसु क्यासल है, आइचिकेनको इचिनोमियासी नजिकै रहेको यो क्योसु क्यासल नजिकै हुनुहुन्छ नि आउनु होला। Ninja लाग्यो। Stop it. हामी चाहिँ बाबा छोरी रमाउँदै हिँडिरहेको छु। म चाहिँ अघि मेरो सुमी छोरी चाहिँ पछि आफ्नो तरिकाले हिँड्दै हल्लिँदै दौड्दै हिँडिरहेको थियो। छोरीले चाहिँ पख भनिरहेको छ, म चाहिँ अघि गइरहेको छु। के हो यो? सुरेन्द्र के सामान हो यो भनेको? होइन होला हो? कहाँ जान्ला हो र तिमी? के खानु जान्ला र? तरकारी पनि पाउँदो रहेछ नि त यहाँ त। तरकारी पनि पाउँदो रहेछ भित्र ल। क्याबेजहरू 120 रुपियाँ क्याबेजहरू, मसरुम। ओ लखाट ल, मलाई यहाँ भिडियो बनायो भनेर। कस्तो राम्रो है छल्लाहरू। दुईटा रहेछ त एउटा। ₹700 को ल, गाइज 400 को। के हो? घन्टी। अर्को देख्छ यहाँ, के देख्छ? उसलाई फेरि के चाहियो? यहाँ छैन खानेकुरा तिम्रो लागि। आइसक्रिम चाहिँ रहेछ क्या बरु? सुमी यता हेर न, म अगाडिबाट खिच्छु। सुमी छोडे तिमी त। चाहिँ क्योसु क्यासल हो गाइज।
सनसेन त्यस नेचुरल भ्यूहरू राम्रो छ। चिन्नुमिया नजिक हुनुहुन्छ भने नजिकैको यो क्योसु क्यासलतिर आउनु होला। यो चाहिँ क्योसुबाट पछाडिको भ्यू है गाइज।